पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरद सिंह भण्डारीले नेपालीहरूले पर्यटकहरूलाई गर्नुपर्ने पाउनाको सम्मान गर्न बिर्सदै गएको बताउनुभयो। नेपालको विशेषता हो, त्यसो भने हामीले बारम्बार नेपाल आउन मन लाग्छ, नेपाल आउने बित्तिकै मान्छेलाई देख्ने बित्तिकै आनन्द लाग्छ भनेर नेपालको प्रशंसा गर्न लाग्थ्यो। त्यो कुरो चाहिँ विदेशीले बुझिराखेका छन्, तर हामी कता कता हाम्रो त्यो पन चाहिँ बिर्सदै गएको छौँ कि जस्तो चिन्ता लागेको छ। यो सम्मानको जुन कार्यक्रम छ, यो सम्मानको कार्यक्रम आज सम्मानित हुने महानुभावहरूले सम्मान पाउनु भयो, तर यो सम्मानको कार्यक्रमको सबभन्दा महत्त्वपूर्ण विषय के हो भने हामीले हाम्रा पाहुनाहरूलाई या हामीले हाम्रा अतिथिहरूलाई या हामीले हामीलाई सम्मान गर्ने जुन हाम्रो विशिष्ट परम्परा थियो त्यसलाई पुनर्जागरण गर्नुपर्ने आवश्यकता रहेको छ। र पर्यटन भनेको, पर्यटन क्षेत्र भनेको नेपालको पहिलो गहना भनेको नेपालीको त्यो चरित्र हो जसले पाहुनालाई अतिथि देवो भव भन्छ। पाहुनाहरूलाई भगवान हो भन्ने हिसाबले हामी जुन उन्मुक्त हिसाबले स्वागत गर्छौँ, हाम्रो अनुहारमा जुन मुस्कान र हाँसोले स्वागत गर्छौँ, नेपाललाई र नेपालीको अनुहारमा फेरि त्यो हाँसोको आवश्यकता छ। शान्ति र विकासका लागि नागरिक आवाज संस्थाद्वारा राजधानीमा आयोजित नेपाल पर्यटन वर्ष 2011 चुनौती र अवसर विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै मन्त्री भण्डारीले कार्यक्रममा सस्ता सम्मान गर्नुभएको थियो। सो अवसरमा सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुत गरिएको थियो।